बुहारी दाइ नमस्कार। कति अभावमा बस्छौ हो बुहारी। पैसा कमाउने बाटो देखाउँदा तिमीलाई झर्को लागिसक्यो होला। हजुरले मेरै लागि राम्रो सोच्नु भएको हो दाइ, थाहा छ मलाई। भाइ बितेको पनि यत्रो वर्ष भइसक्यो, तिम्रो कमाइ पनि छैन, छोरीले पनि राम्रो स्कुलमा पढाएकी छौ। तिम्रो नै भलाई सोचेर मेरो सहरको विश्वासिलो साथीलाई कुरा गरिदिएको, तिमी खै। मैले उहाँसँग कुरा गरिसकेँ दाइ। घर छोडेर जाउँ कि नजाउँ दोधारमा छु दाइ। ल है, मैले पनि तिम्रो भविष्य बनाउन खोजेको हो, राम्रोसँग सोच है। ल म गएँ अहिले। मम्मी आलुको कपी किन्नै पर्छ, 50 रुपियाँ दिनु न। आज पैसा छैन छोरी, भोलि दिन्छु ल। मम्मी दया त जहिले यस्तै भन्नुहुन्छ, म के लेखौँ? छोरी 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 सरिता, हेलो। नमस्कार। नमस्ते नमस्ते। मेरो बारेमा सबै कुरा भनेकी थिएँ नि अस्ति। हजुरले विदेशको बारेमा कुरा गर्नु भएको थियो नि। कति सम्झनु मैले। भिजिट भिसा हो, भिजिट भिसा 5-6 महिनाको काम केही पनि गर्नु पर्दैन। विदेशीको घरमा बस्ने पैसा आउँछ। यति जान चाहनुहुन्छ भने मैले 2-4 दिनमा काठमाडौँ आउने व्यवस्था मिलाइदिन्छु। विदेश त जान्थे, फेरि म एकल महिला, मेरो छोरी पनि 10 वर्षकी छिन्, उसलाई के गर्ने होला सर? छोरी, मेरो एउटा साथी छ, मसँग कुरा गर्छु। सुरक्षित बस्न पनि पाउँछिन्, पढ्न पनि पाउँछिन्, अनि सहर घुम्न पनि पाउँछिन्। यति भयो भएन त? हुन्छ, हस्, जहिले भन्नुहुन्छ म आउन तयार छु। मलाई पनि धेरै पैसा कमाउने मन छ, के गर्ने होला? मलाई थाहा छ। अनि नयाँ आइफोन पनि बोक्न मन छ, हैन त? वाउ, हो नि, आइफोन त मेरो ड्रिम हो। ल, 2-4 दिनमा झ्याप्पै पैसा आउने काम छ। गर्ने हो भने काठमाडौँ आउनुपर्छ। पैसा आउँछ अनि मेरो सपना पनि पुरा हुन्छ भने म आउन तयार छु। ओके, प्रमिस। वाउ, साच्चै? तर तिमी हल्ला नगरी कसैलाई नभनी काठमाडौँ आउनुपर्छ। अनि घर फर्किँदा पैसा, आइफोन, सरप्राइज। मलाई अलिकति पैसा चाहिएको छ, घरमा आमा बिरामी हुनुहुन्छ। के भनिस्? तँलाई मैले यहाँ बस्न दिएको छु, लाउन दिएको छु, तँ कसले गरेको? आइन्दादेखि पैसा माग्ने कुरा गरिस् भने तँलाई नै मारिदिन्छु। अबदेखि खुरुक्क मेरो इसारामा चल्ने। तँलाई आज तपाईँहरू काम गर्ने ठाउँ र बाहिर जानको लागि प्रोसेस गर्ने ठाउँमा जानुपर्छ। सरले भोलि भेट्नुहुन्छ, अनि तपाईँको छोरीलाई चाहिँ सरले आजै साथीकोमा पुऱ्याइदिनुहुन्छ। बुझ्नुभयो नि? हे बुच्ची, रोएर सुक्खा पाउँछस्? तँ हाम्रो फेला परिसकिस्। अब 2-4 वर्ष भाडामाझ उमेर पुगेपछि सुती खालिस्। म यस्तो नराम्रो काम गर्न सक्दिनँ। बिन्ती मलाई यहाँबाट छुटकारा दिनुहोस्। के रे तेरो बोसले यहाँ तँलाई बेचेको हो अनि मैले किनेको। मैले पनि त तँलाई कसैलाई बेच्दिने हो। हाम्रो हातबाट अहिलेसम्म कसैले छुटकारा पाएको छैन। जा गएर सुत, जा भने सुनेन? दिदी मलाई माफ गरिदिनुहोस्, म पनि यहाँ बेचिए।
मैले यहाँ बाध्यताले काम गरेकी हो। म त बेचिएको मात्र होइन बहिनी, म त विदेशमै लुटेँ। न त म नेपाल फर्किन सक्छु, न त म मेरो छोरीलाई नै भेट्न सक्छु। चिन्ता नलिनुहोस् दिदी, तपाईँ हामी मिलेर यो अपराधीलाई सजाय दिलाउनै पर्छ। तपाईँ नेपाल फर्किनुहोस्। म नेपाल फर्किन सक्दिनँ बहिनी, सक्दिनँ। न त मसँग नेपाल फर्किने पैसा नै छ, न त केही उपाय नै। मैले भने अनुसार गर्नुहोस् दिदी। कुनै उपाय लगाएर त्यहाँको नेपाली एम्बेसीको सम्पर्कमा जानुहोस्। एम्बेसीले तपाईँको उद्धार गर्छ। पैसा छैन भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तपाईँ हामी जस्ता धेरैको उद्धार गरेको छ। हो र? हुन्छ बहिनी, त्यसो भए म कोसिस गर्छु। म पनि मन्त्रालयसँग समन्वय गर्दै म जस्तै नेपालमा बेचिएकाहरूलाई उद्धार गर्ने कोसिस गर्छु। बिचरा यस्ता सोधासिधा र अप्ठ्यारामा परेका निर्दोष व्यक्तिहरूलाई मानव ओसार पसार तथा बेचबिखान जस्तो जघन्य अपराध गरेर के कानुनबाट बच्छु जस्तो लागेको छ? माफ गर्नुहोस् सर, एकचोटिलाई गल्ती भयो। तपाईँले माफ पाउनुहुन्न। यस्तो सङ्गठित अपराधमा मुचिने जोसुकैलाई पनि कानुन अनुसार सजाय हुन्छ। ए केटा हो, उहाँलाई पक्रेर लैजाऊ। हामी जस्तो पीडितहरूलाई सहयोग गर्नुभएकोमा मन्त्रालय लगायत नेपाल प्रहरीलाई धेरै धेरै धन्यवाद। हजुरहरू पनि सचेत रहनुहोला। रोजगारी, शिक्षा, बाध्यता, अभाव र कसैको प्रलोभनमा परि पूर्ण रूपमा नचिन्ने व्यक्तिलाई विश्वास गर्दा मानव बेचबिखन तथा ओसार पसारमा पर्न सकिन्छ। मानव बेचबिखन जस्तो जघन्य अपराध गर्ने अपराधिक व्यक्तिलाई चिनौं र सचेत रहौं। मानव बेचबिखन नगरौं र बेचबिखन हुनबाट जोगियौं। नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय।